ओम श्री परमात्मने नमः। श्री गणेशाय नमः। श्री गुरुचरण कमलेभ्यो नमः। यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर् वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः। ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुः सुरासुरगणाः। देवाय तस्मै नमः। स्वस्थानि व्रतवर्षवर्षदे नमः। अत्यन्तौत्साहले गोमश्री नवराज दंपतिपनी गर्थे ठुलो भक्तिले। स्वस्थानि देवी जगदीश्वरीलाई मनमा राखेर माघ महिना जतिमा सबैमा जो गर्दछन् व्रत यथा विधिले सहर्ष बसन्ति स्वर्गपुरीमा गैलाख वर्ष। उनी स्वस्थनी माता श्रीदेवीको चरणमा नमन गर्दै र युट्युब च्यानलबाट हेर्नुहुने सम्पूर्ण भक्तवृन्द मेरो राधे राधेको अभिवादन। र यो भिडियोलाई हेरिसकेपछि हजुरहरूले सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला भन्न चाहन्छु। सब्स्क्राइब गरिसकेपछि अनि हजुरहरूले मेरो यो कथालाई श्रवण गर्न सक्नुहुनेछ, अथवा सब्स्क्राइब गर्नुभएको छैन भने पनि हजुरहरूले कथा श्रवण गर्न सक्नुहुनेछ। त्यसकारणले गर्दाखेरि आज हामी 26औं अध्यायमा प्रवेश गरिसकेका छौँ सज्जनवृन्द। आज यहाँ कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि। त्यसपछि एक दिन नवराज राजाले आफ्नी माता गुमा ब्राह्मणीसित बिन्ती गरे, हे माता, श्री स्वस्थानी जगदीश्वरीको कृपाले हामी यहाँ आएर राजा भयौँ। अब आफ्नो राज्यमा जति ब्राह्मण छन् ती सबैलाई डाकी भोजन गराई श्रद्धापूर्वक दक्षिणा दिने मेरो इच्छा छ। फेरि यस जन्ममा दान धर्म नगर्न सके अर्को जन्ममा त्यसको फल अवश्य प्राप्त गर्नेछौँ। यति पुत्र नवराजले भनेको सुनि गुमाले भनिन्, हे पुत्र नवराज, तिमीले राम्रो कुरा भन्यो, तिम्रो धर्ममा चित्त लागिरहोस्। यति भनेर मन्त्रीलाई डाकी सामग्री तयार गर्न लगाए। सबै ब्राह्मणहरूलाई निम्ता गर्न पठाउँदा चन्द्रज्योति नगरका तिम्रा मित्रहरूलाई पनि निमन्त्रण पठाउनु। फेरि तेरी पत्नी चन्द्रवती पनि माइत गएकी छ, उसलाई पनि लिन पठाउनु। यति आफ्नी महतारले भनेको वचन सुनि नवराज राजाले हवस् भने तत्काल मन्त्रीलाई डाकेर भने, हे मन्त्री, हाम्रो राज्यमा जति ब्राह्मण छन् ती सबैलाई भोजन गराउने इच्छा भयो। जो चाहिने सामग्री छिट्टै नै तयार पार। ब्राह्मणहरूलाई निमन्त्रण गर्न पठाऊ। अनि चन्द्रज्योति नगरमा मेरा मित्रहरू छन् तिनलाई पनि डाक्न पठाऊ। उता वरुणपुरमा अग्निस्वामी नाम गरेका ब्राह्मण छन्, तिनकी पुत्री चन्द्रवती मेरी स्त्री हो, उसलाई पनि डाक्न डोलीहरू पठाऊ। अनि मेरा सासू ससुरालाई तिम्रो ज्वाइँ नवराज लावण्य देशका राजा भए आजको 4 दिनमा अवश्य आइपुग्नु भनेर समाचार पठाऊ। राजाको हुकुम सुनि मन्त्रीले तत्काल मानिस खटाए लावण्य देशका राज्यमा निवास गर्ने सबै ब्राह्मणलाई निमन्त्रण गर्न मानिस पठाए। ब्राह्मण भोजनको सम्पूर्ण सामग्री तयार पार्न लगाए। चन्द्रज्योति नगरमा नवराज राजाका सङ्गी मित्रहरूलाई पनि डाक्न पठाए। उता डोलेहरू चन्द्रवती रानीलाई लिन पठाउनका लागि डाके। डोलेहरू आएपछि वरुणपुरका अग्निस्वामीकी पुत्री चन्द्रवतीलाई तुरुन्त ल्याउन भनी पठाए। डोकेहरू अथवा डोलेहरू वरुणपुरमा पुगेर अग्निस्वामीको घर कुन हो भनी सोधेर त्यहीँका निवासी कसैले ऊ त्यही हो भनी बताइदिए। अनि डोलेहरू घर मुनि गएर बोलाए। त्यो सुनि चन्द्रवतीले झ्यालबाट हेरिन् र को हौ, कहाँबाट किन आएका भनेर सोधिन्। अनि डोलेहरू भन्दछन्, हामी नवराज राजाले पठाएर लावण्य देशबाट आएका भनी बिन्ती गरे। अनि चन्द्रवतीले फेरि सोधिन्, हे डोले हो, तिमीहरूले नवराज राजा भनेर आश्चर्य कुरा गर्यो, नवराज कसरी राजा भए त्यो कुरा मलाई सुनाऊ। त्यति चन्द्रवतीको प्रश्न सुनि डोलेहरूले भने, लावण्य देशमा राजा नहुनाले हात्तीले राजा खोज्न लगाएको थियो। जब नवराज ब्राह्मणलाई देखेर हात्तीले सुवर्णको कलशले अभिषेक गरेर फुलको माला पहिराइदियो। अनि सबै लोकहरूले दरबारमा लगेर राजा तुल्याए। रानी चन्द्रवती कहाँ छन्?
उनलाई खबर गरिदेऊ, चाँडो नगए राजा हामीदेखि रिसाउने छन्। यति डोलीहरूको कुरा सुनेर चन्द्रावतीले मनमा आनन्द मान्दै चन्द्रवती नामकी उनकी पत्नी म नै हुँ भनिन्। अनि डोलेहरूले प्रणाम गरी, हे महारानी, चाँडै जाउँ, विलम्ब नगर्नुहोस्। अनि हजुरका मातापितालाई नवराज राजा भएको कुरा र आफूलाई लिन डोलेहरू आएको वृत्तान्त सुनाइन्। अनि तपाईँहरूलाई पनि आजको 4 दिनमा आइपुग्नु भनी निमन्त्रणा पठाएको छ। हामीले उहाँहरूलाई चिनेका छैनौँ, तपाईँले नै समाचार भनिदिनु पर्यो। यति डोलेहरूले भनेपछि चन्द्रवती माथि गई आफ्ना मातापितालाई नवराज राजा भएको कुरा र आफूलाई लिन डोलेहरू आएको वृत्तान्त सुनाइन्। अनि तपाईँहरूलाई पनि आजको 4 दिनमा आइपुग्नु भनी पठाएको रहेछ, मलाई आज्ञा दिए म जाने थिएँ। यति आफ्नै पुत्र चन्द्रवतीले भनेको सुनि अग्निस्वामी अत्यन्त प्रसन्न भएर, धन्य मेरा ज्वाइँ राजा नवराज, मेरै पुत्री पनि धन्य रहेछ। अब मेरो छोरी रानी भई अनि मणि नाना वस्त्र अलङ्कार पहिराए। हे पुत्री, तैँले जन्म लिएको सफल भयो, अब विलम्ब गर्नु छैन, छिटै जाऊ भनी बिदा दिएर चन्द्रवतीले हवस् भनी डोलेहरूलाई खाना पिउन दिई आफ्ना मातापितालाई प्रणाम गरी आफ्ना छिमेकी साथी सङ्गिनीहरूसित पनि बिदा भएर लावण्य देश जान भनी प्रस्थान गरिन्। अनि वरुणपुरका मानिसहरू भन्न लागे, हेर, चन्द्रवतीले आफ्ना पुरुष परदेश गएका मौकामा कष्टमा परेकी सासूले एक्लै छोडेर माइत आएर बसेकी थिए। यस्ती अपराधिनी पनि रानी भनी अनेक थरीका कुरा गर्न लागे। चन्द्रवती ब्राह्मणी डोलीमा बसेर त्यहाँबाट गई एउटा ठुलो वनमा पुगिन्। त्यो कस्तो वन थियो भने मृग आदि वनचर जन्तु स्त्री पुरुष सहित मिलेर शीतल स्थानमा बसिरहेका, कहीँ राजहंस आदि पक्षीहरू तलाउको जलमा आनन्दले खेलिरहेका, पलास गुराँस साँप अनि चाप आदि अनेक वृक्षका फलफुलले नुहेर शोभायमान भइरहेका, भ्रमर भए मधुकर भए यिनले गुन्जायमान यस्तो सुरम्य वनमा पुग्दा परैबाट केही अप्सराहरूले श्री स्वस्थानी परमेश्वरको व्रत पूजा गरिरहेका देखे। अनि डोलेहरूले भने, हे महारानी, हामीलाई भोक लाग्यो, त्यहाँ पर केही पाए मागेर खाइ आउँछौँ, हजुर एकछिन यहीँ बस्नुहोस् भनी प्रधानीले डोली अडियाई चन्द्रावतीलाई एक्लै त्यस वनमा छाडी अनि त्यहाँ के रहेछ भनी हेर्न गए। अनि अप्सराको नजिकै पुगेर सोधे, हे देवी हो, तिमीहरू को हौ, कहाँबाट आएका, कुन देवताको व्रत गरेर पूजा गरिरहेका छौ? यति डोलेहरूले सोधेको सुनि अप्सराहरू भन्दछन्, हे मनुष्य हो, यी श्री स्वस्थानी परमेश्वरी हुन्, यिनै ईश्वरीको व्रत बसेर पूजा गरिरहेका छौँ, हामी स्वर्गका अप्सरा हौँ। यति अप्सराहरूले भनेको वचन सुनि डोलेहरूले सोधे, देवी हो, यो व्रत हामीले पनि गर्न हुन्छ वा हुँदैन? अनि अप्सराहरूले हुन्छ भनेपछि डोलेहरूले मनमा नै प्रसन्न भएर फेरि सोधे, हामीसित पूजाको केही सामग्री छैन, अतः तपाईँहरूकै संसर्गमा हात्तीलाई व्रत पूजा गराउनु भए राम्रो हुने थियो। यति सुनेर अप्सराहरूले डोलेहरूलाई आफ्नो संसर्गमा व्रत पूजा गराए। डोलेहरूले अर्काको भारी बोकेर ज्याला लिइरहेको द्रव्य भेटी चढाए। अनि व्रत पूजा गरिसकेपछि प्रसाद झिकेर अप्सराहरूले ती डोलेहरूलाई भने, हे भारवाहको, जो मनुष्यले श्री स्वस्थानी परमेश्वरीको व्रत गर्ला, कथा सुन्ला वा ईश्वरीको महिमाको पुस्तक लेखाई आफ्नो घरमा राखेर नित्य पुस्तकको पूजा गर्ला, त्यसका दुःख दरिद्रता र शोक सन्ताप नाश भएर जान्छन्। अन्त्यकालमा दिव्य देह पाई कैलाशपुरीमा बस्न पाउला। बाटो लागेका तिमीहरूलाई श्रद्धा उत्पन्न भएर व्रत गर्यौ, तिमीहरू धन्य रहेछौ भनी अप्सराहरू स्वर्गलोकमा गए। अनि डोलेहरू पनि त्यहाँबाट फर्केर आई चन्द्रवती रानी भएको स्थानमा हाजिर भए। ओम तत्सत्। श्री स्कन्द पुराण केदारखण्डे माघ मातृ कुमार अगस्त संवादे श्री स्वस्थानी परमेश्वर्य व्रतकथायं चन्द्रवती लावण्य देशगमनं नाम षड्विंशोत्सवः। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। सज्जनवृन्द, यो भिडियो हेरिसकेपछि हजुरहरूले सब्सक्राइब गर्न नभुल्नु होला भन्दै अब म उनै स्वस्थानी माताजीको श्री चरणमा यो स्वस्थानी व्रत कथा रूपी जुन फुलको गुच्छा छ त्यो चाहिँ उनै माताको श्री चरण नमन गर्दै अब म हजुरहरूबाट बिदा लिन चाहन्छु। पुनः भोलिको सत्रमा यसरी नै उपस्थित भएर हजुरहरूलाई कथा श्रवण गराउनेछु भन्दै अब म बिदा हुन चाहन्छु। जय श्री कृष्ण।